यो काम नगरेको भएर नेपालले पायो 9.4 मिलियन US डलर, नेपाली रुपैयाँमा 1 अर्ब 34 करोड। के काम नगरे बापत पाएको त यत्रो पैसा, यो भिडियोमा थाहा पाउनुहुनेछ। एउटा समय हुन्थ्यो नेपालका जंगलहरू केवल हरियालीको कथा थिए, तर क्लाइमेट बदलिँदै गयो, वर्ल्ड गट हटर र फरेस्टहरूको वर्थ कम्प्लिटली चेन्ज हुँदै थियो। त्यस्तो बेलामा नेपालले चुज गर्यो एउटा बोल्ड पाथ। वी प्रोटेक्ट आवर फरेस्ट्स, नट जस्ट फर अस बट फर आवर प्लानेट। वर्षौंसम्म तराई आर्क ल्यान्डस्केपका हजारौं मानिसहरू, कम्युनिटी फरेस्ट ग्रुप्स, लोकल हाउसहोल्ड्स, इन्डिजिनियस पिपल सबै मिलेर आगलागी रोकियो, इल्लिगल फरेस्ट चपिङ घटाइयो, जंगल सस्टेन भयो। एन्ड द रिजल्ट, नेपालले कार्बन डाइअक्साइड यानी कि CO2 लाई एटमोस्फियरमा जानबाट रोक्यो। कति त? करिब 1.88 मिलियन टन्स। दिस इज ह्युज एन्ड ग्लोबली सिग्निफिकेन्ट। यही एचिभमेन्टका आधारमा नेपालले प्राप्त गरेको छ वर्ल्ड ब्याङ्कको फरेस्ट कार्बन पार्टनरशिप फेसिलिटी FCPF बाट अ म्यासिभ 9.4 मिलियन US डलर कार्बन क्रेडिट पेमेन्ट। यस, कार्बन क्रेडिट्स। यो भनेको चाहिँ के हो? द वर्ल्ड लिटरली पेड नेपाल फर प्रोटेक्टिङ इट्स फरेस्ट। आफ्नो वन जंगलहरू जोगाएको र नसिध्याएको बापत यो पैसा पाइएको। तर यो पैसा र्यान्डम फन्डिङ होइन, यो रिकग्निसन हो। रिकग्निसन अफ नेपाल्स REDD+, रिड्युसिङ इमिसन्स फ्रम डेफोरेस्टेसन एन्ड फरेस्ट डिग्रेडेसन, रिकग्निसन अफ कम्युनिटी लेड क्लाइमेट एक्सन। यो फन्ड अब फर्केर जान्छ फेरि त्यही ठाउँमा जहाँ सुरुमा इफोर्ट्सहरू गरिएको थियो। ब्याक टु द पिपल, ब्याक टु द कम्युनिटिज। बेनिफिट शेयरिङ प्लान अनुसार यो पैसा जानेछ लोकल फरेस्ट युजर ग्रुप्स, इन्डिजिनियस कम्युनिटिज, वुमन लेड फरेस्ट ग्रुप्स र फरेस्ट डिपेन्डेन्ट हाउसहोल्ड्सहरूमा। एन्ड व्हाट विल इट सपोर्ट? मोर फरेस्ट रिस्टोरेसन, सस्टेनेबल फरेस्ट म्यानेजमेन्ट, ग्रीन जब्स, कम्युनिटी इन्टरप्राइजेस, क्लाइमेट रिजिलिएन्ट लाइभलीहुड्स एन्ड बेटर गभर्नेन्स टु कीप फरेस्ट हेल्दी फर फ्युचर जेनेरेसन। यो अब इन्भाइरोन्मेन्टको मात्र कुरा होइन, यो इकोनोमी हो। स्ट्यान्डिङ फरेस्ट इज द न्यू इन्कम एन्ड कन्जर्भेसन अफ दिस फरेस्ट इज द न्यू अपर्च्युनिटी। ग्लोबल लेभलमा नेपाल इज नाउ वान अफ द कन्ट्रिज शोइङ द वर्ल्ड द्याट फरेस्ट प्रोटेक्सन क्यान फाइट क्लाइमेट चेन्ज इफेक्टिभली एन्ड दिज कम्युनिटिज, नट कर्पोरेसन्स, कम्युनिटिज क्यान लिड दिस ट्रान्सफर्मेसन। नेपालले संसारलाई बताएको छ कि जब कम्युनिटी, साइन्स, पोलिसी र कमिटमेन्ट एकै ठाउँमा आउँछन्, द अर्थ एक्चुअली हिल्स। सो यस, दिस इज नट जस्ट अ पेमेन्ट, दिस इज अ प्रमिस कि नेपाल्स ग्रीन जर्नी इज जस्ट बिगिनिङ एन्ड द वर्ल्ड इज वाचिङ। सो फर आवर फरेस्ट, फर आवर फ्युचर and for our planet, we need to appreciate these efforts. So share this as much as possible, and thanks for watching.